प्रविधिको चमकदार पक्ष मात्र होइन, यसको हामीले ठूलो मूल्य चुकाउनु पर्नेछ। नमस्कार साथीहरू, आज हामी एउटा गम्भीर विषयमा चर्चा गर्नेछौँ। ई वेस्ट अर्थात् प्रविधिबाट उत्पन्न हुने फोहोर र यसको लुकेको वातावरणीय प्रभाव। हामी मध्ये धेरैजना हरेक वर्ष नयाँ मोबाइल, ल्यापटप वा ग्याजेटहरू किन्ने काम गर्छौँ। तर पुराना उपकरणहरूको के हुन्छ? विश्वमा हरेक वर्ष करोडौँ टन इलेक्ट्रोनिक सामान फालिन्छ, जसलाई ई वेस्ट भनिन्छ। यी फालिएका उपकरणहरूमा विषालु रसायन, धातु र प्लास्टिक हुन्छन्, जसले हाम्रो माटो, पानी र हावामा गम्भीर असर पार्दछ। त्यसैगरी प्रविधिका लागि आवश्यक रेयर अर्थ मिनरल्सहरू निकाल्दा वातावरणीय क्षति हुन्छ। खानी उत्खननका कारण जमिन बाँझो हुन्छ, पानी प्रदूषित हुन्छ अनि स्थानीय समुदाय प्रभावित हुन्छ। अर्को कुरा, हामीले सोच्ने क्लाउड वास्तवमा आकाशमा होइन, विशाल डेटा सेन्टरहरूमा हुन्छ। यी सेन्टरहरूले अपार ऊर्जा र पानी खपत गर्छन्, जसको कार्बन फुटप्रिन्ट निकै ठुलो हुन्छ। तर यो विषयबारे निकै कम चर्चा हुन्छ। अब समय आएको छ हामी प्रविधिहरूको चमकदार पक्ष मात्र होइन, यसको लुकेको मूल्य पनि बुझ्नुपर्छ। त्यसैले साथीहरू, इलेक्ट्रोनिक्स उपकरणहरू रिड्युस, रियुज र रिसाइकल गर्ने बानी बसालौँ। अनावश्यक ग्याजेट किन्ने भन्दा प्रयोग गरिरहेका उपकरणलाई लामो समयसम्म टिकाउने प्रयास गरौँ र प्रविधि कम्पनीहरूले ग्रिन इनर्जीमा लगानी गर्नुपर्ने माग गरौँ। यदि हामीले आजदेखि सचेत कदम चाल्यौँ भने भविष्यलाई हामी सुरक्षित बनाउन सक्छौँ। तपाईलाई के लाग्छ? ई वेस्ट घटाउन हामी व्यक्तिगत रूपमा के गर्न सक्छौँ? आफ्नो धारणा कमेन्टमा राख्न नबिर्सिनुहोला।